गाइज म चाहिँ अहिले बनेपामा छु होइन। बनेपा के हो यो? आमामामामा यति धुलो यति धुवा छ, छ्या 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 छ्या। नवीन बस्ने गाउँ त यो त लास्टैकै प्रदूषण। कति चाहिँ हो प्रदूषण? बाटोहरू उस्तै छ, धुलै धुलो छ, वाइड छ यार। कहिले विकास हुन्छ देश? यही तरिकाले विकास हुने हो भने त मान्छे त अनि भोलि उठिँदैन होला त यो तरिकाले हिँडाइ भयो भने त। आम्मामामा धुलो हेर न कस्तो छ, वाइल्ड। पानी हेर यतापट्टि हेर, छि 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 छ्या। कहिले देश बन्छ हौ यो तरिकाले त? सब बिगारेर छोडेको छ यहाँनिर। ल यहाँ काम भइरहेको थियो, काम भइरहेको रहेछ, काम हुँदा हुँदै छोडेको रहेछ। हेरौँ त है आधी अझ गल्टो बनाएर छोडिदिएको रहेछ क्या। अब यो कहिले गर्ने हो थाहा छैन। यो जुनीमा विकास हुन्छ जस्तो लागेन। अर्को जुनी होइन, अब 100वटा जुनी चाहिँ लिएर आउनुपर्छ होला यो विकास हेर्नको लागि। ल हेर यस्तो छ हालत, गाडीहरूले धुलो हेर।